हे गाइस नमस्ते। आज म अलिकति फ्री थिएँ होइन, सो सोचेँ स्किन केयर गर्दै कुरा गर्छु भनेर है। इफ आई बिङ रियल, मलाई चाहिँ स्किन केयरको बारेमा त्यस्तो धेरै नलेज नै छैन है। म एक्सपर्ट पनि होइन, बस युट्युब फेसबुकको रिल्सहरू हेरेर अलिअलि सिकेको मात्र हो। पहिला त मैले यस्तो रुटिनहरू खासै फलो पनि गर्थेन है, जस्तो पाएँ त्यस्तै लगाएर हिँड्थ्यो। अब चाहिँ अलिक फिल भयो कि हामीले स्किनलाई पनि केयर गर्नुपर्ने रहेछ भनेर होइन। सो स्लोली स्टार्ट गर्दैछु है। अनि यो स्टेप त सबैले नै गर्छ होला, इजी नै छ है। तर मलाई चाहिँ यति बेला चाहिँ यो जुन चाहिँ गर्छु एकदमै फ्रेस फिल लाग्छ है। अनि दिनभरि जति पनि थाकेकोहरू हुन्छ नि, अलिक पनि लाइट फिल भएको जस्तो लाग्छ है। मलाई चाहिँ यस्तो लाग्छ कति कुरा बुझ्न चाहिँ बाँकी नै छ होला है। के युज गर्नुपर्ने, कति युज गर्नुपर्ने भनेर स्टिल म चाहिँ कन्फ्युज नै हुन्छु कहिलेकाहीँ चाहिँ है। अन्त रिल्समा हेर्दा त एकदम सजिलो लाग्छ नि त अब होइन, तर आफ्नो फेसमा ट्राई गर्दाखेरि चाहिँ डिफ्रेन्ट हुन्छ, अलिकति साह्रो नै पर्छ है। पहिला चाहिँ आफ्नो स्किनको बारेमा जान्नु पऱ्यो, के गर्नु पऱ्यो, प्रडक्टहरू कुन युज गर्नुपर्ने, कुन नयुज गर्नुपर्ने है। ऱ्यान्डम प्रडक्टहरू चाहिँ युज गर्नु हुँदैन, स्किनलाई डिफेक्ट गर्दो रहेछ नि त है। अनि त्यसपछि मैले सबै कुराहरूलाई अब ध्यानमा राख्दै है स्किन केयरहरू गर्दैछु। अहिले म सिम्पल रुटिन नै फलो गर्छु है। मर्निङमा फेस वास गर्छु, मोइस्चराइजर अनि सेरम लगाउँछु, सनस्क्रिन युज गर्छु होइन। अन्त कहिलेकाहीँ त फेरि लगाउनु पनि बिर्सिन्छु मैले चाहिँ हो। अनि के है, कति बेला त कामले भ्याउँदैन पनि, त्यस्तो यादै हुँदैन है। अन्त तर जेसुकै भए पनि आफूलाई टाइम चाहिँ दिनुपर्ने रहेछ भन्ने चाहिँ मलाई लाग्छ है। अनि आजकल चाहिँ म अल्छी नगरिकन जतिसक्दो चाहिँ गर्छु है। अनि म नाइटमा चाहिँ फेस राम्ररी क्लिन गर्छु, अनि स्किनलाई चाहिँ रेस्ट दिनुपर्छ जस्तो लाग्छ मलाई। बेसी प्रडक्टहरू युज गरेको पनि स्किनलाई चाहिँ राम्रो लाग्दैन मलाई चाहिँ, त्यही लागि म राति चाहिँ केही लाउँदिनँ है। फेस वास गर्छु, त्यसको बादमा अलिकति मोइस्चराइजर लाउँछु, केही लाउँदिनँ भन्दाखेरि पनि। अनि मोइस्चराइजर लगाएर चाहिँ सुत्छु, अन्त फेरि म बिहान त्यही नर्मल रुटिन फलो गर्छु है। अनि कहिलेकाहीँ चाहिँ म यसरी नै अब डिट्यानहरू गर्ने गर्छु है। अदरवाइज म त पार्लरहरू गएर त्यस्तो गर्दिनँ, किनभने मलाई मन पनि पर्दैन हो। र त्यही हो, आज पनि मैले अलिकति आफूलाई टाइम दिएको थिएँ होइन। अनि मैले डिट्यानहरू गरेँ कति दिनको बादमा। अन्त अहिले चाहिँ अलिकति फ्रेस फिल भएको जस्तो हुँदैछ। अन्त त्यहाँदेखिको त्यही हो, लास्टमा मेरो रिजल्ट यस्तो आइसकेको छ है। तपाईँलाई के कस्तो लाग्यो कमेन्ट गर्नुहोस् है। अनि कतिजनाले सजेस्ट गर्नु सक्छ भने सजेस्ट गर्नुहोस्। मेरो चाहिँ ओइली स्किन छ।